हेलो हेलो सबैजनालाई नमस्कार। मङ्गल भ्लग हेरिरहने सम्पूर्ण मित्रहरूले भिडियो हेरेपछि लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। ओम माने पेमा ओम माने पेमा। प्रिय मेरो भाइ दिनेश लामाको 21औं पुण्यतिथिको अवसरमा बौद्ध तामाङ गुम्बामा लामा गुरुहरूद्वारा 21 दिने पुण्यतिथिको झेवा कार्यक्रममा गरिएको कार्यक्रमको झलक हजुरहरूमाझ देखाउन गइरहेको छु। भिडियोलाई हेरेर यस्तै भिडियोको लागि सब्सक्राइब गरिदिनु होला भन्दै आज हामी बौद्ध नयाँ बस्ती स्थित तामाङ गुम्बामा भाइ दिनेश लामाको 21औं पुण्यतिथिको झेवा कार्यक्रममा यहाँ लामा गुरुहरूद्वारा हामी पूजाआजा गर्न गइरहेका छौँ। यसरी नै यहाँ देख्न सक्नुहुन्छ फलफुल सबै इष्टमित्रहरूले यहाँ मृतकको आत्माको शान्तिको लागि फलफुल सहित आएर चढाउनु भएको छ। उहाँको आत्माले राम्रो शान्ति पाओस् भनी हामी लामा गुरुहरू रेम्पोर्छेहरूद्वारा चाहिँ उहाँको नाममा पूजाआजा गरिराखेका छौँ। तपाईहरुले पनि भिडियोलाई सक्दो हेरेर सक्दो सेयर गरिदिनु होला। यो चाहिँ तपाईहरुलाई मैले तामाङ बौद्ध नयाँ बस्ती स्थित तामाङ गुम्बा भित्रको जुन भगवानहरू रहेको ठाउँको हामीले काजक्रिया मर्नेको नाममा काजक्रिया गर्ने ठाउँको भगवानहरूको दृश्य देखाइराखेको छु। अहिले देख्न सक्नुहुन्छ हामी चाहिँ आफन्तजनहरूले चाहिँ पूजा गरिसकेपछि भोजन गर्ने कार्यक्रमको झलकहरू पनि देखाइराखेका छौँ। यसरी आफन्तजनहरू सबैलाई बोलाएर मृतकको आत्मा शान्तिको लागि पूजा गरिसकेपछि हामी यसरी भेटघाटमा खाना खाने क्रममा चाहिँ यो दृश्य देखाइराखेको छ। आफन्तजनहरू सबै आउनु भएर हामीलाई धेरै सहयोग गर्नुभएको छ। उहाँहरूलाई धेरै आभार व्यक्त गर्न चाहन्छु। यहाँ सबै भेटघाटको क्रममा हुनुहुन्छ। सबै आफन्त इष्टमित्रहरू भेटघाटको क्रममा हुनुहुन्छ।